सबैजनालाई नमस्ते र सर्वप्रथम त संसारको सबै आमाहरूप्रति मेरो शुभ ढोग छ होइन। र म चाहिँ आज विशेष आमाकै विषयमा केही बोल्न चाहन्छु। मेरो उहाँ चाहिँ मेरो आमा हुनुहुन्छ। उहाँको यो भिडियोमा कमेन्टहरू गर्नुभएको रहेछ, जे गर्छ पैसाले गर्छ भन्नुभएको छ होइन। अब मर्ने बेलामा हरियो काँक्रो अरे, अब सुड्डी अरे के भन्नुभएको छ होइन। बिन्ती छ अब होइन, एउटा बुकको कभर हेरेर होल बुकलाई जज नगरिदिनु होला होइन। आफ्नो मान्छेको पहिरन मात्र हेरेर उहाँको सारा त्यो हुन्छ नि, अब त्यो जज नगरिदिनु होला होइन, बिन्ती छ। उहाँलाई पनि आफ्नै आमा सम्झेर सम्मान गरिदिनु होला, रेस्पेक्ट गरिदिनु होला, बिन्ती छ होइन। अब पैसाले गरेको होइन, हामी अब हेल्दी हुनु पऱ्यो, हेल्दी खाना खानु पऱ्यो होइन। अनि पछि केही न केही एक्टिभिटीहरू वर्कआउटहरू गरिराख्नुपर्छ। आफू हेल्दी भयो भने, स्वस्थ भयो भने त लङ टाइमसम्म पनि जवानै देख्छ नि होइन। आफ्नो लागि जिउने हो, आफू खुसी हुनुपर्छ होइन। अनि यो उमेरमा पनि यत्तिको गर्नुपर्छ, हामी रमाउनुपर्छ होइन। उमेर भयो भन्दैमा त्यसरी बस्नु हुँदैन है। म चाहिँ त्यही भन्न चाहन्छु। आफ्नो मेरो आमालाई पनि आफ्नो आमा सम्झिनु होला। तपाईँहरूको आमा पनि हाम्रो आमा जस्तै हो। सारा संसारमा सबै आमाहरूलाई रेस्पेक्ट गर्नुपर्छ है त। थ्याङ्क यू सो मच। चतर चतर।